स्वागत छ फेरि एउटा नयाँ ब्लगमा र फाइनली म फेरि नयाँ टाइम नयाँ सुरुवात र नयाँ वर्षको उत्सवमा फेरि एउटा नयाँ सुरुवात गर्न जाँदैछु म ब्लगको। र पहिला नै मैले भ्लग गरिरहन्थेँ तर मेरो केही इस्यु आएर मैले भ्लग छोडेको थिएँ। सो अबबाट होइन एकदम प्रफिट र मिठो छोटो टाइपको होइन भ्लग हुन्छ जस्तै म रेगुलर च्यानलमा आइरहन्छु। र जस्ट फर्स्ट टाइम भनौँ है अब यो नयाँ वर्षको है भ्लग। अनि आजले के गर्न लाग्यो होइन नयाँ वर्ष भनेपछि अब गएर ट्याङ्कको खोला सोला गएर कपडा सडा धुने यस्तै हो, गाउँमा बस्ने हो। अनि के रमाइलो हुन्छ र होइन, हुन त अब गइन्छ रमाइलो हुन्छ तर रेकर्ड गर्न पाइन्न होइन। सो अहिले हामी खोला जान्छौँ, कपडा सडा धुन्छौँ, पौडी खेल्छौँ, गर्मी महिना नि छ होइन एकदम होइन। सो डिले नै भएको तर पनि है यस विज्ञान हेरिरहँ अनि रातिसम्म बस्नु होला तपाईँहरू, मजा आउनेछ। ओके खोला जाने भन्ने थियो, ढिलो भइसक्यो यहाँ केटाहरूको ब्याकअप भइरहेछ होइन। सो अहिले एकछिनमा जाने बिस्तारै अहिले घर काम नि छ अनि त्यसैले नै ढिलो भइरहेको छ। जस्ट वेट गर्नु होला अनि अहिले एकछिनमा जान्छौँ भने छोटो प्रोमो कट गरेको होइन। सो फेरि स्याम्पू किनेर आएको होइन, मम्मीलाई 10 रुपियाँ मागेको अनि टक्क अहिले स्याम्पू नि किन्नु पर्ने त नुहाउनु पऱ्यो नि है, खाली हात जानु भएन। सो स्याम्पू किन्नको लागि मैले 10 रुपियाँ मागिसकेको छु। सो अब जान्छु स्याम्पू किनेर अनि खोलातिर जाने सफर सुरु हुन्छ। ओके सो गाइज होइन म के पसल गएको थिएँ स्याम्पू किन्नलाई, केटाहरूले छोडेर हिँडिदिएर क्या अनि दौडेर आयो। अलिक पसिना आयो क्या, गर्मी महिनामा घामै लागिरहेको छ होइन। सो अलिक गर्मी टाइपको भयो, केटाहरू छोडेर हिँडेर त्यहाँ पुगिसक्यो होइन। म यहाँ पछाडि छु होइन, तर हावा चलिरहेको क्या होइन, हल्का तातो आइरहेको हावा तर पनि यस्तो दामी हो कि ठाउँको दामी छ होइन। सो यस्तै नै हो, देख्नु सक्नुहुन्छ अनि यो यस्तो बब्बाल छ होइन है। भ्यू त 10 अफ द 10 दिन्छु कि हाम्रो ठाउँको कि बब्बाल होइन। सो हिँड्दै गरौँ होला, अहिले हल्का ठिकै नै भइसक्यो। बाहिरले हामी खोला आइपुगिसक्यौँ, जस्ट waiting for swimming time. Okay so guys हामी फाइनली आइपुगिसक्यौँ खोला र अनि यता देख्नु सक्नुहुन्छ है यस्तो छ अगाडि ट्याकको यस्तो भ्यू नै होइन है, बबाल छ है फेरि। अनि हामी यही छ होइन टक्क नआउने ठाउँ होइन, यहाँ टक्क गएर नुहाउँछौँ हामी अनि इन्जोय गर्नु होला है। अहिले यहाँ म फुल टु सिनेमेटिक हुन्छ भ्यू हुन्छ नि त्यस्तो देखाउनेवाला छु, कस्तो लाग्छ तपाईँहरूलाई अनि त्यो हेरेर इन्जोय गर्नु होला। ओके त्यसो हुन्छ यस्तो बब्बाल यहाँ यो कुलो हो होइन, ट्याकको कुलो छ यहाँ यस्तो बब्बाल हो कि हामी नुहाउन मिल्छ, नुहाउने ठाउँ कि बब्बाल हो कि टक्क यहाँ नुहाउने हो। यहाँ हामी नुहाउने ठाउँ कि है यता दिनुहुन्छ अनि यहाँ कि म छु है पिस आउट बिच हुन्छ नि यस्तो टाइपको होइन, फुल्टु मजा आउनेछ होइन। सो अहिले हामी अब के गर्छौँ भने नुहाउने सुहाउने तयारी गर्छौँ अनि बस्छौँ अनि बिस्तारी अगाडि के हुन्छ अब हेर्दै जानु होला है। आयो तपाईँहरूलाई मजा आयो भने लाइक गरिदिनु होला भिडियोलाई अनि अगाडि बढ्नु होला। ओके सो गाइस कपडा धुएर भइसक्यो होइन, अब के गर्ने भने नुहाउने सुहाउने अब यताउता है। कपडा के यतातिर सुकाएको छ, यतातिर छ है यहाँ सुकाएको कपडा अनि यता हो टक्क यहाँ छ नुहाउने ठाउँ होइन, यतातिर नि सुकाएको छु मैले कपडा अनि यहाँ के टक्क हामी यतातिर यहाँ नुहाउने अनि यस्तो चिसो र आनन्द फिल हो कि होइन, यस्तो रमाइलो टाइपको देख्नु सक्नु यस्तो बब्बाल छ भन्ने ठाउँ होइन। अनि यहाँ म है टक्क अहिले नुहाउने हो अनि फेरि यताउता हुन्छ होइन, हल्का एकछिन बस्ने बेसी छ एमबी ताने छु, एमबी मलमा मल चलाउने यताउता गर्ने त्यही छ होइन। बाहिर चाहिँ अहिले हामी एकछिन अरूले साथीहरू धुँदैछ कपडा मैले कि धुएर भइसक्यो होइन। के थियो मेरो कपडा धुने अब छिटो अब कलेज जानु लाग्यो त्यो भएर अनि कलेजको ड्रेस अनि झोला सोला यता त हुन्छ नि त्यो धुएको थिएँ मैले अनि यहाँ यस्तो राम्रो गीत पनि बजिरहेको छ है अहिले यहाँनिर स्पिकरहरू सब ल्याएर हामी रमाइलो गरेछौँ होइन। अनि नुहाउने ठाउँ के यो हाम्रो है
हुन्छ ट्याक्क यहाँ छ कि एक प्रकारको ड्याम जस्तो के ठुलोबाट नसो नि यहाँ खोलाकोबाट ट्याक्क काटेर त्यस्तो हुन्छ नि त हो त्यस्तै हो अनि पानी नै चिज आउँछ त्यो सिधा पाहाडबाट आउने पानी हो होइन बाइ द वे तपाईँले मलाई चिन्नुहुन्न भने म के अनु सुनार होइन बाइ द वे मेरो नाम अनु बिके सुनारजी बिसी गोर्माजी भन्नु भयो होइन सो अहिलेको लागि यति नै होइन हामी नुहाउने यताउता गर्छौँ अनि त्यो पछि एकछिन बस्छौँ आराम गर्छौँ अनि यताउता हुन्छ नि त जे छ त्यो हुन्छ अनि फेरि हामी घर जान्छौँ अनि घर गएर यताउता के हुन्छ त्यो बताउँला अनि अहिलेको लागि यति नै गाइस मलाई नि चिन्नु भइसक्यो होला होइन मेरो नाम अनु बिके होइन दिदी जानेको नामले अनु बिके हुनेवाला छ र सब्सक्राइब गरिदिनु होला होइन सब्सक्राइब गर्नु भएको छैन भने मन लाग्छ भने सब्सक्राइब गरिदिनु होला अनि अहिलेको लागि यति नै सो गाइस यहाँ देख्न सक्नुहुन्छ यो तपाईँले चिन्नुहुन्छ यो बोट के को हो भनेर होइन हामी ट्याक्क खोला माथि होइन अनि एकछिन माथि माथि सरेको होइन यहाँ हामीले यस्तो चिज देख्यो कि होइन यो भनेको धेरैले थाहा छैन होला के भनेको के भनेको ऐसालु भन्छ होइन हाम्रो भाषाबाट कि गाउँको हाम्रो गाउँमा ऐसालु भन्छ यो एकदम काफल हुन्छ नि त त्यो काफल जस्तो टाइपको हुन्छ होइन त्यस्तो हुन्छ पाकेको छ धेरै जस्तो सकिसकेको छ होइन यहाँनिर जुन हुन्छ कि टक्कै यहाँ चाहिँ यस्तो हुन्छ कि होइन यस्तै यसलाई यसरी खाने एकदम मिठो हुन्छ कि फेरि होइन बब्बाल हुन्छ कि बब्बाल अनि यहाँ चाहिँ थुप्रै छ है योसँग चाहिँ यता अलि माथि माथि तर काँडा हुन्छ होइन काँडा हुन्छ काँडा भएको कारण यसको सबै खाना अप्ठ्यारो पर्छ होइन तर बब्बाल हुन्छ मिठो हुन्छ होइन एकदम त्यो काफल भन्दा नि टेस्टी हुन्छ कि एकदम के भन्दा पनि टेस्टी बब्बाल टेस्टी हुन्छ कि त्यहाँदेखि यस्तो हुन्छ है एकदम अमिलो कहिले त अमिलो पनि हुन्छ कोही कोही गुलियो बब्बाल हुन्छ है तर यहाँ धेरै टिप्न कि मिल्दैन काँडा छ है माथि माथि सकेको छ उनीहरूले यहाँ यस्तो हुन्छ ठुलो हुन्छ क्या होइन हो त्यहाँ छोड्नु गाइस आरामसे भेट्यो होइन त्यही लागि हामी काफल भन्छ होइन काफल भन्दा चाहिँ ऐसालु पनि काफल टाइपको हुन्छ एकदम काफल भन्दा टेस्टी हुन्छ क्या ऐसालु पनि है थियो हाम्रै पाउने यो फेरि यस्तो घरतिर पाउँदैन कि खोलाको छेउछेउ अनि हुन्छ त्यस्तो जङ्गलभित्र आयो त पाउने हो हामी खोलामा छ नि त त्यसैले यहाँ पाउन हामी भेट्यो यो पनि यस्तै छ अहिले हामी नुहाउँदैछौँ बिस्तारै बिस्तारै नयाँ भएपछि भेटौँला है यसलाई पनि चिन्नुहुन्छ भने भन्नु यो के हो कमेन्ट गर्नु होला है यसको नाम के हो यो कस्तो हुन्छ तपाईँले सानोको टाइममा खानु भएको कि भएन भनेर यो फुल देखेको छ नि फुलको यो फल पनि हुन्छ क्या फल कस्तो हुन्छ भने म देखाइदिन्छु यस्तो हुन्छ यसको फल यो तपाईँले खानु भयो कि भएन कमेन्ट गर्नु होला है खानु भयो भने कमेन्ट गर्नु होला अनि यो नि सही चिन्नुहुन्छ नि यो नि खानु मिल्छ यो तरकारी हो होइन यसलाई बिउ के भन्छ होइन यो के मैले खासै खाएको छैन मिठो पनि लाग्दैन मलाई तर यसको खान्छु मान्छेले तर मैले के खासै खाँदिनँ है के भन्नु होला हामीले स्कुलको टाइममा धेरै खान्थ्यौँ पहिला होइन एकदम हामीले मुख कालले बनाइदिन्थ्यौँ अनि खान्थ्यौँ मस्त रमाइलो हुन्थ्यो स्कुल टाइममा है स्कुल हुन्छ नि छुट्टी हुने बित्तिकै जान्थ्यो यताउता घुम्नलाई अनि त्यति बेला कालीगेडी भन्छ मेन भनेको कालीगेडी भन्छ अन्त यसलाई मैले भनिदिइसकेँ नाम तर पनि ऐसाले देखाइसियो अनि सो गाइस नयाँ भइसक्यो अब टक्क जाने हो घर अनि घर गएर अब के गर्ने टक्क भिडियो सिडियो एडिट गर्ने हो एकछिन बस्ने हो गेम खेल्ने हो त्यही हुन्छ आजको लागि होइन खासै धेरै बनाउनु जानु भ्लग र यो मेरो फर्स्ट भ्लग हुनेवाला छ अनि नयाँ वर्षको सो अब यस्तै हो होइन त्यो छोटो बनाएको मैले जस्ट धेरै लामो कि छैन माया दिनु होला यो भ्लगलाई र अनि यसमा राम्रो आउँछ भने भ्युज सिउज हुन्छ नि राम्रो रिस्पोन्स आउँछ भने म अर्को भ्लग नि रेगुलर हालिरहन्छु र यस्तै गरेर सपोर्ट गर्नु होला र थ्याङ्क्स आजको लागि म यति नै भन्न चाहन्छु र यति नै भ्लग बनाउन चाहन्छु किनकि यो फर्स्ट के होइन म फर्स्ट भ्लग भनौँ है त्यसै गरी आजको खासै धेरै छैन है सो आजको लागि चाहिँ बाई र मेरो भ्लगर फ्यामिलीलाई